आगलागी बाढी र डुबानबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा उद्धार गर्न मोरङ र सुनसरीको सिमाना विराटनगर वडा नम्बर 5 स्थित केसिलिया खोलामा विपद प्रतिकार अभ्यास कार्यक्रम आयोजना गरिएको छ। मनसुनको समयमा बाढी र पहिरोबाट हुन सक्ने जोखिमबाट सर्वसाधारणलाई सुरक्षित गर्ने र जनधनको क्षति हुन नदिन पूर्वाभ्यास गरिएको हो। सशस्त्र प्रहरी बल 3 नम्बर गण कङ्कालिनी मोरङले आयोजना गरेको पूर्व अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी र रेड क्रस सोसाइटीले संयुक्त रूपमा प्रदर्शन गरेका थिए। अभ्यास कार्यक्रममा आगलागी नियन्त्रण, बाढीमा डुबेकाको उद्धार गरिएको अभ्यास प्रदर्शन गरिएको थियो। सोही कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्लाधिकारी युवराज कट्टेलले विपद प्रतिकारका लागि आम जनतालाई सचेत र प्रशिक्षण बनाउनु नै विपदबाट जोगिने प्रमुख उपाय भएको र उद्धारका प्रक्रियाबारे आफ्ना जनशक्तिलाई तालिम दिइराख्नुपर्ने धारणा व्यक्त गरेका छन्। यो लाइफलाइन हो, त्यसैले यो नदीलाई संरक्षण गर्नुपर्छ। म पानीपट्टि हेर्दैछु, फोहोर फालेको छ र उपस्थित स्थानीय महानुभावहरूले पनि त्यो विषयलाई पनि नदी सफा राखौँ, त्यो सफा स्वयंको सफा हो। यो फोहोर बगेको चाहिँ नदीमा बगेको फोहोर होइन, त्यो हाम्रो चेतनाको फोहोर बगेको हो। त्यो यदि तपाईँ चेतना सफा गर्ने भए प्रकृतिका पञ्चतत्त्वको शुद्धतामा विश्वास गर्नुपर्छ। पूर्वाभ्यास कार्यक्रममा विपद र उद्धारका क्रममा प्रयोग गरिने उपकरण र आवश्यक सामग्रीहरूको बारेमा जानकारी गराएको थियो।